ठाउँमा सो गाइस है समयको माग अनुसार यसो बिहान मर्निङ वकमा म निस्केको छु र यो चाहिँ यो जति पनि देख्दै हुनुहुन्छ यिनीहरू चाहिँ हाम्रो गाउँहरू पर्छ है यो तर अब हाम्रो यो गाउँ भनौँ न सहर भनौँ यस्तो छ ठाउँ ठाउँमा अब धान खेतीहरू पनि गरिराखेका छन् होइन ठाउँ ठाउँमा अब सबै घरहरू चाहिँ प्रायः जस्तो पक्कीको घर छ एकदम थोरै मात्रामा मात्रै यस्तो कुनै कुनै टिन घरहरू छ नभए सबै अलमोस्ट अब 99% चाहिँ पक्कीको घर छ है यहाँ हाम्रो गाउँमा र ठाउँ ठाउँ सबै अब यसरी घर ठाउँ ठाउँमा घर छ ठाउँ ठाउँमा यस्तो खेतहरू छ र यहाँनिर यसरी धान खेतीहरू गरिन्छ है सो त्यही क्रममा आज म तपाईँहरूलाई देखाउँदै जान्छु अब 1 किलोमिटर अगाडिदेखि अर्जुधारा पर्छ होइन यो चाहिँ अब हाम्रो बिर्तामोड 1 हो अहिलेसम्म अब बिर्तामोड 1 मा पनि विकासको क्रमहरू चाहिँ यस्तै छ यो चाहिँ पछि गएर निकालेको बाटो हो सबैको यो सिधै हाइवेदेखि यहाँ माथि अर्जुनधारासम्म ठोकिन्छ यो बाटो र यस्तो छ यिनीहरू जति पनि देख्दै हुनुहुन्छ यिनीहरू भनेको हाम्रो गाउँहरू है त गाइस म अब तपाईँहरूलाई अर्जुनधारा पुगिसकेपछि त्यहाँबाट म तपाईँहरूलाई अर्को भिडियोमा देखाउँछु